मंचमा आसीन नेतागण, साथीहरू, पत्रकार मित्रहरू, सबभन्दा पहिला एकीकृत हुनुभन्दा अगाडि सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरी र उहाँका पार्टीका टिमहरू, उहाँलाई महार्दिक स्वागत गर्न चाहन्छु। उहाँ लामो समयदेखि सद्भावना पार्टी सुरुदेखि नै त्यो सद्भावना पार्टीमा रहेर संघर्ष गर्दै एउटा अध्यक्षशील, एउटा चिन्तनशील र परिवर्तनका पक्षमा, संहिताका पक्षमा मधेसको मुद्दा लगायतका अन्य मुद्दाहरू लिएर लामो समय संघर्ष गर्दै आउनु भएको उहाँ अनुभवी र जुझारू नेतृत्वलाई पार्टीमा लगायत उहाँको पार्टीलाई संघीय समाजवादी फोरममा एकीकृत भएको घोषणा भइसकेको छ र अब उहाँको अनुभव, उहाँको दक्षता, क्षमता निश्चित रूपमा यो पार्टीलाई अझ अगाडि बढाउने र हामीले विगतमा लामो संघर्ष गरेर प्राप्त गरेका अधिकारहरूलाई रक्षा गर्ने, संस्थागत गर्ने र धेरै हाम्रा मुद्दाहरू, मधेससँग सरोकारका मुद्दाहरू, हिमाल पहाडसँग सरोकार राख्ने, खास गरिकन आदिवासी, जनजाति, पिछडिएका समुदायहरू, खसहरू, विभिन्न सीमान्तीय समुदायहरू र आर्थिक रूपले अत्यन्त विपन्न